ल आज चाहिँ हामी यहाँ आइपुग्यो है साथीहरू। हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ। यहाँ चाहिँ काउन्टर छ होइन। यहाँ चाहिँ भर्खर स्टार्टिङ पोइन्ट हो। गेटबाट सुरु। यस्तो दामी रहेछ कि पहिलोचोटि आएको म चाहिँ भिजिट गर्न आउन सक्नुहुन्छ है साथीहरू। दामी दामी भयो। ए यो शीतल त हिँड्ने होला नि। हेलो हेलो भन्नु त। आज हामी यहाँ खतरा ठाउँमा हामी त कस्तो रहेछ होइन। एकताल देखाउने कोसिस हो हाम्रो। खासै के भन्छ अरे यहाँ चाहिँ पुरै नेपालको झन्डा राखेर रहेछ नि त। यस्तो राम्रो बनाएर रहेछ नि त। झन्डा नि रहेछ नि त। ल हेर्न सक्नुहुन्छ है ब्याकग्राउन्ड कस्तो पहिला बिचमा त थियो कि थिएन। यो पानीसम्म त यो पानीसम्म त यो यहाँ खस्नु लाग्यो। यो जाँडो क्या समालिन्छ एउटा घुम्नु थाल्ने रहेछ नि त। नयाँ ठाउँ रहेछ देखाउने कोसिस गर्छु म। के बनाएको छ अलिक घरमा थियो र त्यता थियो त्यता घुम्नेहरू जस्तो पहिला बरु राम्रो थियो। अहिले त्यतिखेर देखेर होला यता किन त्यस्तो हुन्छ र। पहिला भिड भएर याद नभएको होला कि। कति हो थाहा छैन। यस्तरी चाहिँ हामी दुईजना मात्रै आइरहेछौँ होइन। यो चाहिँ कता जाने हो कताबाट जाने हो यतापट्टि जाम न त जा सर्रै हिँडेको बनाऊँ एक लट। के अरे यहाँ यस्तो छ होइन पानीको छरा दामी छ। अब हामी चाहिँ एकदमै शान्त तरिकाले एकदमै स्लो तरिकाले चाहिँ देखाउन सक्ने खुबी छ जस्तो लाग्दैन होइन। हाम्रो धैर्य त छैन नि त्यस्तो। अनि यहाँ चाहिँ यस्तो छ पानी भनेको चाहिँ बोकेर हिँड्नुपर्छ आफ्नो लागि होइन। अब के गर्ने बोकेपछि चाहिँ अलिअलि झन्झट त भइहाल्छ। बोका त आफ्नो खाजा त लिएर हिँड्नु पऱ्यो नि त। ल यहाँबाट चाहिँ नारायण के अरे रापती देखिँदो रहेछ साथीहरू। ल रापती त्यो त बढिहाल्छ नि बर्खा त हिँड्ने आउने ठाउँमै हो त। अनि पानी चाहिँ अम्ब्रेला पार्किङको चाहिँ जोस झलक देखाउने कोसिस हो हाम्रो होइन। 4 मिनटको बाजा यतातिर चाहिँ रापती चराहरू चाहिँ देखिरहेको रहेछ। मजुरहरू होइन उसको मजुर भाले पोथी होइन त मचेरी टाढा आले दिदीले दिदी देखेछु। अब के हो चरो हो कि चरै हो जे होस् बगुल्ला हो कि रमाइलो रहेछ। यहाँ जीव जन्तु यहाँनिर चरेको बेला पऱ्यो भने त यहाँबाट हेर्दा त गजबै देखिनु भयो नि त होइन त भन्दै मान्छे थोरै भएर होला त्यही शान्ति हुन्छ। त्यस्तो राम्रो त्यस्तो पानी थुच्चो खसालिएर तर्दै जाला। अनि अब चाहिँ के देखाउँ त खोइ
के देखाउनु जस्तो छैन त्यहाँ साइड साइडमा पनि थियो कस्तो राम्रो अहिले केही रहन्छ नि ए यति नै रहेछ के अरे उति त छ त त्यो खेल्ने कुराहरू ए अहिले पछि देखाउँला त यता यता सर देखाइदिनु अनि खोलोहरू आधी घन्टा घुम्नु दुईजना मात्रै आएको छ यस्तो नि यसरी चाहिँ पहिला यस्तो चिन हालेको थियो हाँ यस्तो चिन जस्तो के हालेको थियो अहिले त कस्तो गरेको ल हामी चाहिँ खनको माड देखाऊँ होइन ल यसरी यो सबै ऊ भइसकेको छ फुटिसकेको छ है यस्तो राम्रो देखिरहेको देखिन्छ जाने त्यही हो कि जे चिज नि त्यही हो ल जाने हो पहिला हामी उहीँ मिठा जाने हो हामी घाममा क्यार्नु पनि त्यो देखाएको हो नि त उनीहरूले यस्तरी ल पट्यानी होइन यता अमृता स्टेट जाने नि मलाई थाहा थियो भन्नु चाहिँ कता थाहा हुन्छ बाबु मलाई त्यस्तै मैले चाहिँ त्यस्तै कल्पना गरिरहेको थिएँ कि अनि ढिलो भइसक्यो नि कता टाढा खान्छ ल यस्तो छ अमरेला स्टेडियम होइन भन्न नि आउन्न इङ्ग्लिस पऱ्यो अमरेला स्टेट नेपाली यहाँ पढेर इङ्ग्लिसमा बोल्न गाह्रो हुँदो रहेछ भन्दै आजलाई चाहिँ हामी अब यसो छोटो छोटो हान्नु पऱ्यो नि त एकदम भन्दै आज चाहिँ यसो आजलाई चाहिँ यसो बाई नेक्स्ट भिडियोमा न्यू ठाउँमा देखाउने कोसिस होइन हाम्रो जारी छ भन्दै बाई